आजको सङ्गतिमा आउनुहुने सम्पूर्ण बुवाआमा दाजुभाइ दिदीबहिनी सम्पूर्ण परिवारलाई म यो बिहानीमा प्रभु येशू ख्रीष्टको नाममा सबैलाई जय मसीह। सबैजना सन्चै हुनुहुन्छ नि? धन्यवाद, प्रभुलाई धेरै धन्यवाद होस् है। आज साँच्चै हामी परमेश्वरको महिमा गर्ने व्यक्तिहरू आज हामी सन्चै छौँ, आनन्द छौँ र आनन्द पनि हुनुपर्छ है। किनभने आज परमेश्वरले आज तपाईँ र मलाई अनुग्रह गर्नुभएको छ, त्यही भएर हामी प्रभुलाई अति नै धन्यवाद दिनुपर्छ। अनि आज संसारमा तपाईँ र हामीले हेर्ने हो भने संसारको अवस्था परिस्थितिहरू हेर्ने हो भने धेरै नाजुक छ। शान्ति आनन्द नपाएकोले गर्दाखेरि मान्छेको जीवनहरू अस्तव्यस्त जीवन जिउनु परेको छ। तर पनि प्रभुले हामीलाई चाहिँ अनुग्रह गरिकन यसरी सहायता गर्नुभएको छ। त्यही भएर प्रभुलाई हामी अति नै धन्यवाद दिनुपर्छ है। हुन्छ, त्यसै गरी आज हामी ढिला नगरिकन आजको जुन जाडोको मौसम छ तर पनि हामी यो समयलाई मध्यनजर गर्दै आज हामी परमेश्वरको वचनतिर हामी जानेछौँ र विशेष गरेर आज हामी सधैँ नै परमेश्वरको वचन हेरिरहेका छौँ र त्यही वचनलाई फेरि पनि म तपाईँहरूको बिचमा आज हेर्न गइरहेको छु। किनभने आज संसारमा मानिसहरूको जीवन चाहिँ किन यसरी अस्तव्यस्त जीवनहरू भइरहेको छ, मानिसहरू चाहिँ आज किन जीवन चाहिँ व्यर्थैमा फालिराख्नु परेको छ भने आज संसारमा भएका यी मानिसहरूको जीवनमा भएका यी पापले गर्दाखेरि आज संसार अस्तव्यस्त भएको छ। मान्छेको जीवनहरू पनि भन्नु पाएको छैन। त्यही भएर आज म तपाईँहरूको बिचमा आजको विषय भन्ने के अरे आजको विषय हुनेछ पापको बारेमा है। पाप भनेको के हो, पाप कसरी आयो, पापले कहाँ लान्छ, पापको जरा कहाँबाट उत्पन्न भयो अनि आज पापले आज तपाईँ र मलाई के गर्दछ है। यही विषयबाट आज हामी विशेष गरेर परमेश्वरको वचन आज हामी हेर्न गइरहेका छौँ। पापको बारेमा विशेष गरेर हामी पाप भनेको के हो, पापको सुरुवात कहाँबाट भयो है। मानिस परमेश्वरको अघि पापीको धर्मी हो र पापको गन्तव्य कहाँ हो है। यो कुरा चाहिँ हामी जब बुझ्दैनौँ भने आज मान्छेको जीवन चाहिँ के हुन्छ, आज अस्तव्यस्त जीवन भएर जानेछ अनि आज मानिसको जीवन चाहिँ कहाँ जानेछ अनि आज साँच्चै नरकमा जानु पर्दछ। आज संसारमा हेर्ने हो भने धेरै 200 भन्दा धेरै देशहरू छ भनेर चाहिँ भन्दछ है, भइसकेको छ 200 भन्दा पनि धेरै है। तर पनि बाइबलले भन्दछ हाम्रो देश 2टा मात्रै छ, या स्वर्ग या नरक। तपाईँ र म चाहिँ कि त स्वर्गै जान्छौँ कि तपाईँ हामी नरकै जानुपर्छ है। त्यही भएर आज हामी परमेश्वरको वचनलाई हामी हेर्न गइरहेका छौँ र विशेष गरेर आज हामी पहिलो यूहन्नाको पुस्तकलाई पहिलो प्रथम आजको वचन हेर्नेछौँ। पहिलो यूहन्नाको पुस्तक है, हामी 3 अध्यायको 4 पदलाई पढिदिनुहोस् त। तपाईँहरूले जसले भेट्नुभयो भने पनि यहाँले पढिदिनुहुन्छ। पहिलो यूहन्ना पुस्तक 3 अध्यायको 4 पद। पाप गर्ने हरेकले व्यवस्था भङ्ग गर्दछ, पापले व्यवस्था भङ्ग हो। पाप गर्ने मानिस हरेक के गर्दछ, व्यवस्था भङ्ग गर्दछ है। आज साँच्चै नै यसरी पाप नै व्यवस्था भङ्ग हो। त्यही भएर आज हामी पाप भनेको के हो त, बेठिकसँग काम गर्ने है, काम गर्नु पाप हो। र बाइबलले यसरी बताउँदछ कि किन भन्दाखेरि यहाँ चाहिँ बाइबलले चाहिँ भाषामा भन्ने हो भने व्यवस्था भङ्ग नै पाप हो। त्यही भएर पाप गर्ने हरेक व्यवस्था भङ्ग गर्दछ, पाप नै व्यवस्थाको भङ्ग हो भनेर परमेश्वरको वचनमा हामी पाउँछौँ। आज धेरै ठाउँमा हामी यो कुराहरू परमेश्वरको वचन बाइबलबाट हामी यसरी पाउन सक्छौँ। त्यही भएर परमेश्वरले हामीलाई आज यसरी अनुग्रह गर्नुभएको छ अनि आज पापबाट हामीलाई छुटकारा दिएर अनन्तको भागीदार परमेश्वरले बनाउनु भएको छ। अनि यहाँ चाहिँ हामी यसरी परमेश्वरको वचनलाई फेरि रोमीको पुस्तकलाई पनि हामी अलिकति हेरौँ। रोमीको पुस्तक 1 अध्यायको 29 देखि 32 पदसम्म पढ्नको लागि पनि म यहाँहरूलाई अनुरोध गर्दछु, यहाँहरूले पढिदिनुहुन्छ। रोमीको पुस्तक 1 अध्यायको 29 देखि 32 पदलाई पनि यहाँहरूले हेरिदिनुहुन्छ है, पढिदिनुहुन्छ। तिनीहरू सबै किसिमका बदमाशी, दुष्टता, लोभ, इबीले भरिएका छन्। तिनीहरू डाह, हत्या, झै झगडा, छल,
विधान जान्दा जान्दै पनि तिनीहरू यी काम गर्ने मात्र होइनन् तर यस्ता गर्नेहरूसँग पूर्ण सहमत पनि हुन्छन्। पूर्ण सहमत पनि हुन्छन्। पाप भनेको के रहेछ त? हामीले अहिले बाइबल धर्मशास्त्र रोमीको पुस्तक 1 अध्यायको 29 देखि 32 पदमा चाहिँ यो कुरा स्पष्ट गरी परमेश्वरको वचन हामी पाउँछौँ। पाप भनेको के हो त? पाप चाहिँ के रहेछ त? तिनीहरू सबै किसिमका बदनामी, दुष्ट, लोभ, इबी भरिएका छन्। तिनीहरू डाहा, हत्या, झगडा, छल, बथक्याइ र भरिएका हुन्छन्। तिनीहरू कुरौटे र बदनाम गर्ने, परमेश्वरलाई घृणा गर्ने, ढिठ, अहङ्कारी, अभिमानी, दुष्ट, कुरा रची हिँड्ने, आमा बाबुको आज्ञा पालन नगर्ने, मूर्ख, विश्वासघाती, निर्दयी, क्रूर हुन्छन्। यस्ता काम गर्ने मृत्युको योग्य हुन्छ भन्ने परमेश्वरको धार्मिक विधानलाई जान्दा जान्दै पनि तिनीहरू यो काम गर्ने मात्र होइन तर यस्ता काम गर्नेसँग पूर्ण सहमत पनि हुँदछन्। आज यो काम गर्ने मात्रै होइन, कुरा लगाउने, एउटाले अर्को निम्ति पथ्याइ गर्ने, एउटाले अर्को निम्ति कुरा लगाउने, यो कुर आज थुप्रै कुराहरू छ। आज तपाईँ र मलाई नरक लाने कुराहरू, तर त्यसमा मात्रै होइन तर त्यसमा पनि सहमत हुँदछ भनेर चाहिँ बाइबल धर्मशास्त्र परमेश्वरको वचनबाट हामी पाउँछौँ। आज संसारमा तपाईँ र मैले हेर्ने हो भने धेरै ठाउँमा यस्तो कुराहरू रची हिँड्ने, यस्तो कुराहरू विचार गर्ने, सोच गर्ने, आज संसारमा यस्ता कुरा गर्ने मान्छेहरू संसारमा धेरै भएका छन्। बाइबल परमेश्वरको वचनबाट चाहिँ यही कुराहरू पाउँछौँ। यस्ता कुरा गर्नेहरू मृत्युको के हुनेछन्। आज साँच्चै हाम्रो सबैभन्दा महत्त्व, सबैभन्दा महान हामीले हाम्रो जीवनमा मृत्युमा लाने चाहिँ के हो त भन्दाखेरि यही पापहरू हो। आज तपाईँ र मैले यो विचार नगरी बस्नै सक्दैनौँ, यो सोच नगरी बस्नै सक्दैनौँ। आज तपाईँ र मैले हेर्ने हो भने जब हामी एउटाको अर्को लागि कुरा गरिरहेको हामी देख्छौँ, एउटाले अर्को कुरा काटिरहेको देख्छौँ, र कति चाहिँ हाम्रो आमा बाबुको आज्ञा पालन नगर्ने, विश्वासघाती, दृढ, थुप्रै कुराहरू आज तपाईँ र मलाई नरक लाने कुराहरू यिनै कुराहरू हो। तर यस्ता कुरालाई कुरा गर्ने मात्रै होइन तर यसमा पनि सहमत हुँदछन् भनेर परमेश्वरको वचनबाट हामी यसरी पाउँदछौँ। आज यी कुराहरूबाट तपाईँ र मैले बच्नको लागि, यो कुराबाट हामी छुटकारा पाउनको लागि चाहिँ आज यस्तो विचार, यो सोच आजदेखि नै तपाईँ र मैले त्याग्न सक्दैनौँ भने, तपाईँ र हामीले यो कुराहरू त्याग्न सक्दैनौँ भने तपाईँ र म पनि साह्रै मृत्युको योग्य हुन जान पुग्न पर्दछ। त्यही भएर आज तपाईँ र मैले यो कुराहरूलाई विचार गर्नुपर्ने कुरा चाहिँ यिनै कुराहरू हो। र यहाँ चाहिँ हामी याकुबको पुस्तकलाई पनि हामी हेरौँ। याकुबको पुस्तक पढिदिनुहोस्।